अहिले साथीहरु हेर्न सक्नुहुन्छ अहिले केटीहरुको बैलुन फुटाई प्रतियोगिता भइरहेछ। यसमा जित्ने विद्यार्थीलाई प्राइजको पनि व्यवस्था गरिएको छ। सबैजना विद्यार्थीहरुले आफ्नो खुट्टामा चाहिँ बैलुन बान्दै अनि शिक्षिका म्यामले चाहिँ सहयोग गर्दै विद्यार्थीहरु हेर्न सक्नुहुन्छ। सबैजना विद्यार्थीहरुले आफ्नो खुट्टामा चाहिँ अहिले बैलुन बान्दै एकले अर्का सहयोगीलाई हेर्न सक्नुहुन्छ। सबैजना केटीहरुले चाहिँ अहिले बैलुन बाँधेर एकदम रेडी अवस्थामा उभिरहेको छन्। ल सबैजना यहाँ रेडी भएर चाहिँ अहिले बैलुन बाँध्दै रेडी भएर हामी वेट गर्छौँ एकछिन पछि अब को जित्छ को हार्छ त्यसको लाइभ प्रतियोगिता हामी गर्छौँ एकछिन। जतिजना सहभागी विद्यार्थीहरू छ बैलुनमा भाग लिने सबैजना अगाडि आऊ। अब अगाडि आऊ है सबैजना। अहिले यो स्मृतिको टिम चाहिँ हेर्न सक्नुहुन्छ यो अहिले पछाडि परेको छ। के कारणले पछाडि परेको हामी बुझ्न गाह्रो भइरहेछ अहिले। ल म यसलाई हेर्न सक्नुहुन्छ साथीहरू अहिले चाहिँ बैलुन फुटाई कार्यक्रम अहिले भइरहेछ। जे जित्छ त्यसको चाहिँ नगद पुरस्कार व्यवस्था गरिएको छ। ल ल ल बैलुन फुटेको जति बाहिर जाने कस्तो मजाको गेम भइरहेछ अहिले हेर्न सक्नुहुन्छ। अहिले भित्र 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 ओ बैलुन भएको जति सबै भित्र आऊ। बाहिर गयो भने हार्छ। ल यो बनिन्छ कसले जित्छ कसले हार्छ हामी एकछिन पछि हेर्नेछौँ। ल ल बैलुन बचाऊ है आफ्नो बैलुन बचाऊ। बाहिर नजा भित्र। ओ गुड अब तिमी बाहिर जाऊ ल बाहिर जाऊ बाहिर हारेको बाहिर कति बाहिर जाऊ बाहिर होइन फुटिसक्यो। हामीले भाग्न पाइन है यसैमा पुग्छ। ल साथीहरू हेर्न सक्नुहुन्छ अहिले बैलुन फुटाई कार्यक्रम अहिले गेम भइरहेछ। अहिले केटाहरू नजिकमा अब तीनजनाको बिचमा को जित्छ को हार्छ हामी हेर्छौँ। अब एकछिन पछि फैसला हुनेछ को फर्स्ट को सेकेन्ड थर्ड गर्छ भनेर यो बैलुन फुटाई ताली बजाऊ सबैले। अब दुईजनाको बिचमा कम्पिटिसन हार्ड कम्पिटिसन जोरदार ताली बजाऊ है सबैको लागि। अब हार्ड कम्पिटिसन पछाडि हाइट भने होइन उनीहरूले हात पछाडि गरे। अब चाहिँ ल 1 2 3
ओए cheer गर आफ्नो क्लासले cheer गर्न रोकियो नि आउट भाइ पुरस्कार चाहियो दिनु है पुरस्कार पुरस्कार दिनु है सबैले ल साथीहरु अहिले हेर्न सक्नुभयो फर्स्ट सेकेन्ड र थर्ड गरिसक्यो फर्स्टले चाहिँ 200 सेकेन्डले चाहिँ 100 अनि त्यसपछि थर्ड गर्नेले 50 चाहिँ अहिले पुरस्कार पाइसक्यो नगद पुरस्कार पाइसक्नु भयो फर्स्ट सेकेन्ड थर्ड गर्ने विद्यार्थी चाहिँ 7 का विद्यार्थीहरु रहेका छन् हस्त धन्यवाद थ्यांक यू McDonald's भएको छ के हो यसको नाम मैले विशेष नाम के चाहिँ सेकेन्ड भएको छ गाइस हजुरहरुले उलाई चाहिँ सपोर्ट गरिदिनु होला है लाइक कमेन्ट शेयर गरिदिनु होला